नमस्ते, म कल्पना अधिकारी भट्टराई। मैले आज यहाँहरू समक्ष मसी रसायो शीर्षकको कविता लिएर उपस्थित भएकी छु। यसका रचनाकार हुनुहुन्छ आदरणीय गुरुदेव मुकुन्द शर्मा चालिसेज्यू। यो उहाँले वसन्त तिलका छन्दमा लेख्नुभएको छ। कवितालाई म यसरी सुरुवात गर्छु। धरती उनै नद नदी रसिला उनै छन्, पन्छी पतङ्ग भुसुना कमिला उनै छन्। उस्तै छ वृक्ष लहरा तृणको स्वभाव, उस्तै सबैतिर समीरणको बहाव। आकाशमा अरुण छन् शशि चन्द्र तारा, उस्तै झरी झमझमी र जमिन सारा। खेती अनाज परिकार र खान पान, उस्तै छ यो प्रकृति सिर्जित संविधान। मान्छे उनै र उनका पनि हाउ भाउ, मुस्कान सान अभिमान र आउ जाउ। उस्तै बसाई व्यवहार र जिन्दगानी, आजन्म दुःख सुखका कविता कहानी। जापान रुस मरुदेश कि थाइल्यान्ड, जाऊ कि चीन कि त भारत इङ्ल्यान्ड। युरोपका कति मनोहर देश हेर, चर्को विकाससितका परिवेश हेर। फड्केर हेर कि सुदूर अमेरिकामा, सर्केर हेर अझ मासतिर क्यानाडामा। ओर्लेर हेर कि त तलतिर अफ्रिकामा, छन् मानवीय अनुभूति उनै कथामा। भाषा हुनन् फरक, भेष हुनन् अनेक, शैली अनेक, परिवेश हुनन् अनेक। संस्कार संस्कृति र धर्म हुनन् अनेक, प्रारब्ध भोगसित कर्म हुनन् अनेक। हेर्दा अनेक तर वस्तु कथा छ उस्तै, वैषम्यमा पनि बुझे समता छ उस्तै। छन् सृष्टिमा कति अनिर्वचनीय झाँकी, संसार यो जति बुझ्यो उति बुझ्न बाँकी। पर्दा हिरण्मय छ बाहिर सो उघारी, पाइन्छ वस्तुगत कारणको चिनारी। सत्ता सबैतिर कुनै भरिएर आयो, आश्चर्यमा कलमबाट मसी रसायो। आश्चर्यमा कलमबाट मसी रसायो। धन्यवाद।